हरेक बिहान जब सूर्यको पहिलो किरण पहाडको टुप्पो छोई बगैँचामा पस्थ्यो, त्यही बेला सयपत्री फुलले आफ्नो पातहरू विस्तार गर्थे। उसको सुनौलो रङ र हल्का सुगन्धले सम्पूर्ण बगैँचालाई भिजाउँथ्यो। ओसका थोपा उसको पातमा मोती झैँ टल्कन्थे। बगैँचाका अन्य फुलहरू पनि फुल्थे, तर सयपत्रीको रूप र सुगन्धमा एउटा नयाँ जादु थियो। सयपत्री आत्मविश्वासी थिए, तर उसको मन कतै खाली जस्तो लाग्थ्यो। सोच्थे, म प्रकृतिको सजावट बनेकी छु, तर के मेरो सुगन्धको खाँचो पारखी कोही छ? त्यही बेला एक चञ्चल भमरा उड्दै आएको थियो। उसको पंखामा घामको किरण परेर सुनौलो चमक देखिन्थ्यो। ऊ एक फुलबाट अर्को फुलमा गुन्जिँदै उड्थ्यो र जब सयपत्री नजिक पुग्थ्यो, सुगन्धले उसलाई बाँध्यो। भमराले मुस्कुराउँदै भन्यो, सयपत्री, तिमी त यहाँकी रानी हौ। तिम्रो गन्धले त मेरो मन हरायो। म त अब यहीँ बस्छु। सयपत्री हल्का लचाउँदै बोली, भमरा, तिमी त उडन्ते जीव, आज यहाँ भोलि अर्को फुलमा। म त माटोमा जरा गाडेकी स्थिर प्राणी हुँ। हाम्रो भेट क्षणिक होइन। भमरा हाँसेर भन्यो, प्रेमको अर्थ स्थिरता होइन सयपत्री, त्यो त अनुभूति हो, क्षणभरमा पनि शाश्वत बन्न सक्ने। सयपत्री केही नबोली भमरा उसकै वरिपरि घुम्दैछ। उसको पात र पंखुडीमा स्पर्श गर्दै गुनगुनायो। त्यो स्पर्शमा सयपत्रीले पहिलो पटक प्रेमको न्यानो महसुस गरिन्। हावा पनि उनीहरूको मिलनमा रमाइरहेकी थिए। पातहरू नाच्दै सुगन्ध फैलिन्थ्यो। त्यो दिनदेखि उनीहरूको रसलीला सुरु भयो। प्रकृतिको निर्दोष प्रेमपूर्ण र मृदु खेल। हरेक बिहान भमरा आउँथ्यो, उस सयपत्रीको हृदयमा बस्थ्यो। त्यसको रस चुस्थ्यो र फेरि गुनगुनाउँदै धन्यवाद दिँदै बाहिर निस्कन्थ्यो। सयपत्रीलाई कहिलेकाहीँ लाग्थ्यो कि ऊ मलाई माया गर्छ कि मेरो रस मात्र मनपर्छ। तर भमराको गुनगुनाहटमा ऊ न्यानो सान्त्वना पाउँथे। एक दिन सयपत्रीले सोधी, भमरा, तिमी मेरो रस किन लिन्छौ? के त्यो प्रेमको निशानी हो कि तृष्णाको? भमराले मुस्कुराएर भन्यो, सयपत्री, रस त तिम्रो जीवनको सार हो। म त्यो रस लिन्छु ताकि तिम्रो अस्तित्व ममा मिसियोस्। म तिमीलाई पिउँछु, तिमी मेरो सासमा बस, यही नै हाम्रो मिलन हो। सयपत्रीको आँखा भिज्यो। अब ऊ भमराको आगमनको पर्खाइमा बाँच्न थाली। जब ऊ नआउँथ्यो, उसको सुगन्ध हराउँथ्यो। जब ऊ आउँथ्यो, संसार नै उज्यालो लाग्थ्यो। तर एक बिहान आकाशमा बादल लाग्यो। हावा चिसो भयो। वर्षाको पहिला थोपा बगैँचामा पर्यो। सयपत्रीको पातहरू भारी भए। रस पानीमा मिसिँदै माटोमा ढल्कियो। भमरा आउन सकेन। सयपत्री रोई। हुन त ऊ फुलको, तर उसको आँसु ओस जस्तै खस्यो। 3 दिनपछि सूर्य फेरि उदायो। भमरा फर्कियो। उसले सयपत्रीलाई कमजोर देख्यो। उसको नजिक गयो र भन्यो, सयपत्री, म ढिलो भएँ, तर मेरो माया अझै उस्तै छ। तर म अझै तिम्रो प्रेममा बाँचिरहेँ। त्यसरी प्रकृतिको त्यो रमाइलो रसलीला एउटा अनन्त प्रेम कथा बन्यो, जहाँ फुलले दिन जान्यो, भमराले लिन मात्र होइन, सम्झन सिक्यो। आखिर भमरा र सयपत्रीको रसलीलाले हामीलाई के सन्देश दिन्छ? साँचो प्रेम लेनदेन होइन, आत्माको मिलन हो। जसरी फुलको रस भमरामा मिसिन्छ र सुगन्ध हावामा फुल्छ,
त्यस्तै साँचो माया समय र शरीरभन्दा माथि मासिरहन्छ। हाम्रो जीवनमा सयपत्री फुलको महत्त्वपूर्ण फाइदा। सयपत्री फुल म्यारीगोल्ड नेपालको बगैँचामा घर आँगन र मन्दिरमा सयपत्री फुल केवल सजावटको लागि मात्र होइन, यसको औषधि धार्मिक सौन्दर्य र वातावरणीय महत्त्व पनि धेरै छ। स्थान दिएको छ। धार्मिक सांस्कृतिकको महत्त्वको बारेमा कुरा गर्नुपर्दा सयपत्री फुल नेपाली समाजमा भक्ति र पवित्रता र उत्सवको प्रतीक हो। यसरी नै तिहार, दशैँ, दीपावली, छठ र विवाहमा सयपत्रीको माला सजाएर प्रयोग गरिन्छ। भगवान विष्णु र लक्ष्मीको पूजा गर्दा सयपत्री अर्पण गरिन्छ, किनभने यसको धार्मिक महत्त्वको बारेमा समृद्ध र उज्यालोको प्रतीक सयपत्री फुलको प्रयोग घर सजावट र तोरण बनाउन प्रयोग गर्दा यसले सकारात्मक ऊर्जा र सौभाग्य ल्याउने विश्वास गरिन्छ र देवालय सजाउँछन्। यस्तै क्रममा भगवान दिदी बहिनीले बुद्ध भाइका गलामा सयपत्रीको माला हालेर प्रेम दीर्घायुको कामना गर्छन्। बास्ना यस फुललाई लक्ष्मी माताको यसरी प्रतीक मानिन्छ, जसले धन समृद्धि र सौभाग्य ल्याउँछ भन्ने विश्वास गरिन्छ। चुसेर आफ्नो जीवन निर्वाह मन्दिरमा देव पूजा, यज्ञ, आरतीमा पनि सयपत्रीको यस्तै क्रममा गरिन्छ। सयपत्रीको औषधिका रूपमा भन्नुपर्दाखेरि सयपत्री फुलमा धेरै प्रकारका औषधि गुण हुन्छन्। यसको प्रयोग आयुर्वेदमा सयपत्रीले हाम्रो संस्कृतिलाई उज्यालो बनाएको छ। जस्तै घाउनीको पानी सयपत्रीको रस वा लेप लगाउँदा सानो घाउ, जलन र छालाको संक्रमण हुन्छ, हामीले देख्न सकिन्छ। आँखा दुखाइमा उपयोगी हुन त यो सयपत्रीको रस पानीमा मिसाएर आँखा धुँदा आँखाको रगत जम्ने, रातो हुने, दुख्ने समस्या कम हुन्छ, साथै यसले चाँडै निको बनाउन मद्दत गर्छ। यसैले त सर्दी र ज्वरोमा राहत। सयपत्रीको फुल उमालेर पिएको पानीले थकान, ज्वरो र टाउको दुखाइ झट्टै पार्ने गर्छ। हाम्रो शरीरमा कुनै पनि छाला सुन्दर बनाउने सयपत्रीको फुल सुकाएर बनाइएको पाउडर वा तेल छालाको रङ सुधार्न, जसले मुहार दाग हटाउन, साथै छालालाई चम्किलो भूमिका बनाइराख्नको लागि यसले ठुलो भूमिका खेल्छ। भमराले सौन्दर्यताको र सुगन्धको बारेमा कुरा गर्नुपर्दाखेरि सयपत्रीको सुगन्ध हल्का र ताजा छालाको संक्रमण र एलर्जी। घरमा बगैँचामा सयपत्री लगाउँदा पर्यावरण शुद्ध हुन्छ र मच्छर, किरा, झिँगा टाढा राख्न रोगमा उपयोगी, जस्तै सयपत्रीको तेल र अर्क साबुन, फेस क्रिम, हेयर तेल र सुगन्धित उत्पादनहरूमा प्रयोग गरिन्छ। कुनै पनि प्रकार जस्तै सयपत्रीको उज्यालो रङले मानिसमा खुसी र सकारात्मक ऊर्जा जगाउँछ, त्यसले हामीले सधैँ समृद्धिको बाटोतिर लैजान्छ। रोग प्रतिरोधात्मक शक्ति बढाउने। कृषि र वातावरणीय फाइदा भन्नुपर्दाखेरि सयपत्रीको खेतीले दृष्टिको उपयोगिता, हाम्रो पाचनको मूल प्रणालीमा सुधार, सयपत्रीको चिया र रस, यसको जराबाट निस्कने रसले माटाका हानिकारक सुधार्ने जीवाणु र किरा मर्छन्, जसले अन्य बालीलाई सुरक्षित राख्छन्। आफूले खाएका खानाहरूलाई खेत वा बगैँचामा सयपत्री लगाउँदा किरा नियन्त्रण प्राकृतिक रूपमा हुन्छ, जसले रासायनिक विषादको प्रयोग पाउँछ। सयपत्री पोलिनेटर फुल प्राकृतिक औषधि जस्तै जसले यसको प्रयोग विवाहको फलफुल उत्पादन बढाउँछ। धेरै फुलका रसहरू एक आपसमा मिल्ने हुँदा ज्यादातर घरका बगैँचाहरू सौन्दर्य, मानसिक र आत्मिक फाइदाको बारेमा बताउनु पर्दाखेरि सयपत्रको सुगन्धले मनमा शान्ति ल्याउँछ। यो मच्छर ध्यान वा पूजा गर्दा सयपत्रीको स्थितिले मस्तिष्कलाई स्थिर र प्रसन्न बनाउँछ। सयपत्रीको बगान यसको रङ चाँडो सुनाउँछ, आशा ऊर्जा र आत्मविश्वासको प्रतीक हो। यसको खेसाइ गर्दा माटोमा हेर्दा हानिकारक किरा र सकारात्मक जसले वैज्ञानिक पूर्वबाट पनि संरक्षित हुन्छन्, किनभने यसले बढाउने पुष्टको काम गर्छ, जसले हामीलाई सदैव बगैँचाको सुन्दरता बढाउँछ, मोडलाई र घरमा सकारात्मक स्तरमा बनाइराख्छ र सकारात्मक सोच पार्ने र मनलाई प्रसन्न बनाउने क्षमता वृद्धि गर्नुको साथै हामीलाई स्वास्थ्यलाई राख्छ र आरामदायक वातावरण। यसको खाद्य तथा घरेलु प्रयोगमा पाइन्छ। के कुरामा हामी यसै क्रममा हामीलाई जमराली यसरी सयपत्रीका पाकेका सयपत्रीलाई चुनाउँदा प्राकृतिक पदार्थका रूपमा गाडा सहित सम्बन्ध छ भन्ने कुरा। केही देशमा सयपत्रीको अर्क चिया र हर्बल टी ड्रिङ्क बनाउन जीवन गरिन्छ भने जसले शरीरलाई डिटोक्स गर्छ र स्वास्थ्य बनाइराख्छ। यसको पात र फुल कुखुरा माछाको दानामा मिसाउँदा सयपत्री बनाउँछ, जसले इम्युन सिस्टमलाई बलियो बनाएर। सयपत्री फुल एक समृद्ध र सौभाग्यको प्रतीक पनि मानिन्छ, जसले सयपत्रीको फुललाई भाग्य र शान्तिको प्रतीक मान्ने। विभिन्न जात